हेलो साथीहरु, वेलकम छ हजुरलाई मेरो यो अर्को नयाँ ब्लगमा। र आशा गर्छु हजुरहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै छु। अहिलेसम्म चाहिँ ठिकै छु। र आज चाहिँ ब्लग म 4:30 बजेदेखि बनाउँदै छु। आजको यो ब्लग स्टार्ट गर्दै छु किनभने आज चाहिँ यसो दिदीबहिनीहरु साथीहरुसँग चाहिँ ईदको छुट्टी थियो, खानासाना पकाएर यसो गार्डनतिर गएर खाना खाने भनेर चाहिँ प्रोग्राम बनाएको छौं। त म हजुरहरुसँग अहिले भेट हुन्छ है त। साथीहरु भरे बेलुका त घुम्न जाने हो। घुम्न गएर मात्रै हुँदैन, काम पनि गर्नुपर्ने हुन्छ हैन। म चाहिँ कफी पिउँदै काम गर्दै हिँड्दै छु। हेर्नु मेरो कफी। अनि साथीहरु मेरो मनी प्लान्ट, यहाँ मेरो मन्दिर छ। काम गर्दै छु साथीहरु। अनि म यहाँ छु। अहिले भरे भेट हुन्छु। बाइ। साथीहरु अहिले बल्ल मार्केट जाँदैछु हैन। अब मार्केट गएर सामानहरु किनेर लिएर आएर पकाएर ओरेर अनि मात्रै घुम्न जाने हो। यहाँ बुइनीहरु चाहिँ सुतेको सुते, त्यही भएर ढिलो। जति सुत्दा पनि निन्द्रा नपुग्छ। अन्त अहिले भरे भेट हुन्छ है हजुरहरुसँग। किचनतिर खाना पकाउन लागेको साथीहरु, हामी चाहिँ खाना बनाउन लागेको। यहाँ नानाले चाहिँ पुलाउको तयारी गर्दै हुनुहुन्छ। पुलाउ पकाउनाले म चाहिँ चिकन पकाउने। अरु साथीहरुले के पकाउनुहुन्छ अझै आउनु भएको छैन। अहिले आएर हजुरहरुलाई देखाउँछु है त। साथीहरु चिकन पखालेर राखिसके, प्याजहरु काटिसके। अब पकाउँछु। साथीहरु यहाँ दुईजना चाहिँ जोइन भएको छन् हैन, मेरो दिदीहरु। एकजना चाहिँ प्याज काटेर आँखा पोल्दैछ, उ चाहिँ पकोडा बनाउने अरे, उ चाहिँ काटकुट गर्दैछ। हेर दुईजनै आँसु देखाएर। हाम्रो दिदीको चाहिँ पुलाउ बनाउने स्टाइल हेर्नु है साथीहरु। अहिले पुलाउ पाकेपछि चाहिँ म देखाउँछु है हजुरलाई। पापड बनाउँदैछ। मेरो चिकन पाक्दैछ साथीहरु। दिदीले चाहिँ पकोडा बनाउँदै हुनुहुन्छ प्याजको। आउनु है साथीहरु खाना। साथीहरु म चाहिँ रेडी हुँदैछु। साथीहरु हल्का मेकअप त गर्नै पर्यो छोरी मान्छे भएर हैन। गाजल नै लाउनु पर्यो साथीहरु। भइसक्यौँ। अब पार्कमा जान्छौँ। उजेलो भयो भने भिडियो बनाउँछौँ, अँधेरो भयो भने चाहिँ त्यस्तै हो हैन। अब हामी जान्छौँ। हामी चाहिँ रेडी भइसक्यौँ। ल अहिलेलाई चाहिँ बाइ। साथीहरु म चाहिँ अघिको टी सर्ट चाहिँ चेन्ज गरेँ हैन। ल हाम्रो चाहिँ बसाइ यही हुन्छ आज हैन। निर्मला दिदी चाहिँ कोकाली हो। मेन कुकमेन भनेको चाहिँ पार्वती दिदी है आज चाहिँ। अनि उहाँ चाहिँ फुलकुमारी हो। यहाँ चाहिँ फुलकुमारी हो।
वो चाहिँ जुनीले दिदी हो केटी वाला वाउ कति उज्यालो आयो अहिले चाहिँ भिडियो चाहिँ लाइट दामी आएको छ है दिदीले चाहिँ भोइस ओभर गर्छ म चाहिँ मुस्लिम हो अनुहार पनि घुमाएर देखाउ न साथीहरू आजको पिकनिक चाहिँ हाम्रो यस्तै हो यही हो आजको हाम्रो पिकनिकको छुट्टीको साथों में साथीहरू अहिले चाहिँ हामीहरू खानासाना खाइरहेको लागेको यसपालिको युट्युब छुट्टी पनि साथीहरू आजको यो ब्लगलाई म यहीँ एन्ड गर्न जाँदैछु हजुरहरूलाई आजको ब्लग कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक गर्नु होला कमेन्ट गर्नु होला सब्सक्राइब गर्न नबिर्सनु होला यही भन्दै आजको ब्लगलाई म यहीँ एन्ड गरेँ बाई गुड नाइट